ह्याप्पी बर्थडे सञ्जय भाइको होइन बबाल छ केक चाहिँ। हेलो गाइस, हेलो ह्याप्पी बर्थडे, हेलो ह्याप्पी बर्थडे। बर्थडे मैले भन्दा मलाई चाहिँ बढी रहेछ। ह्याप्पी बर्थडे डियर सरोज, ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे। Hello and welcome back to my channel again. This is Vikas Lo. So guys, after very long time पछि चाहिँ पुनः स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। So guys, आज चाहिँ धेरै स्पेशल दिन रहेको छ। सायद गाइज मेरो बर्थडे भ्लग बनाएको देखि मैले धेरै लामो समय भइसकेको छ हैन, युट्युबमा भिडियोहरु अपलोड नगरेको चाहिँ। आज पनि त्यस्तै एउटा स्पेशल दिन रहेको छ हैन। आज चाहिँ यो मेरो भाइको introducing my side. His name is Saroj Thamang. आज मेरो भाइको चाहिँ जन्मदिन रहेको छ हैन, अनि स्पेशल दिनमा स्पेशल भ्लग बनाइदिउँ भनेर गाइज। हुन त यो कन्टेन्ट भनौँ न, अब युट्युब च्यानलमा भिडियो अपलोड गर्ने पैसा कमाउने त्यस्तो खालको नभइकन एउटा 20-30 वर्ष पछि भोलि पर्सि हेर्दा एकदम मेमोरेबल मोमेन्टको लागि बनाउन लाग्यो गाइज। सो हामी चाहिँ केक लिन जान लाग्यो हैन। हिजो नै अर्डर गरेर राखेको छ अनि हामी चाहिँ केक लिन जाँदैछौँ। हामी तीनजना छ, यतापट्टि चाहिँ हाम्रो सचिन भाइ हुनुहुन्छ। हेलो भन्ने बोल्नु भाइ। हेलो। ल हामी चाहिँ अब अघि बढ्दैछौँ। अब अगाडिबाट है त गाइस बोल्दै जाउँ। अब चाहिँ अगाडिबाट देखाउँछु म तपाईहरुलाई। बबाल देख्छ नि गाइस। यही हो गाइस हाम्रो पालुङ हैन, थाहा नगरपालिका। बबाल अक्सिजन भए पनि ठाउँ चाहिँ बबाल छ नि गाइस। अब बिस्तारै देखाउनुपर्छ, विकास गर्नुपर्छ हाम्रो यो ठाउँको रहेको छ। विकास गर्नलाई म नेता त होइन नि हैन। ओहो भाइ के गर्दै हो त्यहाँ तिमी? बर्थडे बोय पनि यस्तो हालतमा? ओहो दर्शक पनि देख्न सक्नुहुन्छ तपाईहरु, यहाँ बर्थडे बोयको हालत रहेको छ। अब अलिअलि रमाइलो गर्नु पर्यो नि त हैन गाइस। अलिअलि हैन पुरा देखेछ हैन गाइस। सो गाइस अहिले चाहिँ मेन रोडमा आइसकेको छ हैन। थाकेको त छैनन् केटाहरु। ओहो बर्थडे बोय के छ? त्यो एउटा टोपी पनि लानुपर्छ है त, एउटा केक मात्रै रहेछ। सो गाइस लगभग आधा घन्टापछि चाहिँ तपाईहरुलाई पुनः स्वागत छ। अहिले चाहिँ हामीहरू फर्किरहेछौँ हैन घरतिर। हामीले चाहिने सामानहरु चाहिँ सबै पर्चेस गरिसकेका छ गाइस, देख्न सक्नुहुन्छ तपाईहरु। ओहो केक र यो टोपी सोपी हैन, डेकोरेसनको आइटमहरु सबै लिएर हामी त फर्किँदैछौँ गाइस हैन। भन्दा लेट्स गो गाइस। बबाल यो हरियाली भएको भए त कम बबाल आउँछ त यार गाइस। ओके गाइस, अघिनाको पुलमा आइपुग्यो हैन। अब चाहिँ सरासर घर जाने हो। अब रुममा पुगेपछि मात्रै म तपाईहरुलाई देखाउँछु। अनि यहाँ चाहिँ हाम्रो दाजुभाइहरुको फोटो सेसन भइरहेछ अहिले। यो फोटो खिचेको फोटोहरु पनि क्लिकहरु पनि म तपाईहरुलाई यो भ्लगमै देखाउने छु। लाइक ठोक्नु होला गाइस है त। फोटो सेसन भइसकेको छ हैन। अब चाहिँ सरासर रुममा जान लाग्यो। अब रुममा भेट होला त गाइस, लेट्स गो। हेलो गाइजहरु, सो अहिले चाहिँ रुममा आइपुग्यो हैन गाइस। अब दिदीहरु कोही पनि हुनुहुन्न रहेछ। अब हामीले नै आफैले पकाउने गर्ने, सबै डेकोरेसनहरु आफै मिलाउने। हुन त अघिदेखि नै डेकोरेसन भन्दा चाहिँ अब त्यस्तो खास चाहिँ डेकोरेसन अब त्यो आइटमहरु खासै ल्याएन, सिम्पल गर्न लाग्यो गाइस हैन। अब तर पनि अब एउटा मेमोरेबल भनौँ न, मेमोरेबल एउटा भिडियो बनोस् भन्ने चाहिँ एउटा भित्री हृदयदेखि नै म चाहिँ चाहन्छु। मेरो भाइको जन्मदिन हैन, एउटा स्पेशल नै जाओस् न भनेर
अब तर त्यो स्पेसल जानलाई अब त्यो स्पेसल डेकोरेसनहरू हुनुपर्छ भन्ने पनि छैन होइन अलिअलि म्यानेज गरेर ल्याएको छ तयारी गर्न लाग्यो सो गाइजहरू हेर्दै गर्नु होला है त तयारी सयारी गरेको सबै देखाउँछ है त गाइजहरू ल है त ल है हेर्दै गर्नु होला ट्याङ ल है गाइस अब कुकम्यान पनि आफै भन्नु पऱ्यो होइन केही छैन बबाल तरिकाले बनाइदिउँ कति साह्रो स्टार्ट गर रहेछ गाइस होइन अब यो डल्ले खुर्सानी यसरी हो गाइस अर्ग्यानिक पालामा होइन ल है दाजुभाइहरू मिलाएर दुईजना सेफ हुनुहुन्छ यो कलरको लागि मात्र हो फेरि बढी हुन्छ ल त्यो यार रियल लाइफमा भन्दा त क्यामेरामा धेरै देख्छु त हेलो गाइस अब नाजन भाइ आएपछि यार म फेरि हातमा लाग्छु अनि यो चाहिँ गाइस अब हाम्रो रेडी हुँदैछ होइन एउटा अब टेस्ट गर्न लाग्यो ल हेर्नु होला गाइस होइन तपाईँहरूलाई पनि भोक लागिसक्यो होला यतिखेरसम्म त ल है गाइस ल मैले सुरु उद्घाटन गरेँ है त टेस्ट कस्तो छ बाबा मेरो देखिरहेको छु यो भाइको आजको दुईजना सेफ चाहिँ यहाँ हुनुहुन्छ नाम भनिदिनुहोस् होला आफ्नो My name is Chef Picasso. Your name? ल अब चाहिँ पानी हालौ गाइस ल गाइस अब खाने कुराहरू सबै चाहिँ रेडी भइसकेको छ होइन अब डेकोरेसन चाहिँ मैले अघिदेखि नै डेकोरेसन भनिरहेको छ डेकोरेसन खासै छैन ल है ह्याप्पी बर्थडे भाइको ह्याप्पी बर्थडे सञ्जय भाइको होइन बबाल छ केक चाहिँ अनि खासै डेकोरेसनहरू चाहिँ छैन यो एउटा टोपी अनि यो स्प्रे अनि यो भिडियो आउँछ नि त्यो बत्ती यति मात्रै हो अनि सबै आउँदै हुनुहुन्छ अनि त्यसपछि चाहिँ बबाल रमाइलो गर्नुपर्छ है त गाइज ल है गाइजहरू अहिले चाहिँ पुरा रेडी भइसकेको छ होइन अब त्यहाँ खानेकुरा यताउता आइटमहरू सबै रेडी भइसकेको छ र यहाँ अब सबै आउनु भइसकेको छ होइन अब चाहिँ एकदम नजिकमा छौँ हामीहरू सेलिब्रेसनको लागि होइन अब चाहिँ म अगाडि देखाउन गइरहेको छु सबैलाई सर म यहाँ बर्थडे बोलाइ देखाइदिएँ भन्नुहोस् भाइ तपाईँको भनाइ के छ आज जन्मदिनमा तपाईँलाई कस्तो अनुभव भइरहेछ राम्रो र धेरै खुसी लागिरहेछ एकदम खुसी हो सबैजना आउनुभएको छ हजुर हृदयदेखि नै धन्यवाद खुसी छु हामी ल यतापट्टि हुनुहुन्छ हाम्रो बहिनीहरू हेलो हेलो एकचोटि सबैलाई देखाइदिउँ है हेलो पुकुली के छ लु हाई अनि जसो खाइ अनि जाउँ अनुहार ओहो बहिनी के छ ब्युटिफुल बहिनी यता हाई के हो हाई मासु हाम्रो सबै यता हुनुहुन्छ होइन ओहो भन्नुहोस् तपाईँको छोराको बर्थडेमा तपाईँलाई कस्तो अनुभव भइरहेछ मेरो छोरो होइन मेरो भाइ हो भाइ हो छोरा जस्तै त हुने होस् होइन ल ल अनि यतापट्टि हुनुहुन्छ हाम्रो सानो बा सन्चै हुनुहुन्छ रमाइलो ल मेरोबाट आउँदैछ हजुर 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 अनि भाइलाई दसैँको ह्याप्पी बर्थडे भन्ने नि त एकचोटि हेलो ह्याप्पी बर्थडे हेलो ह्याप्पी बर्थडे ल ल ल ल दिदी दिदी पनि आउँदै हुनुहुन्छ लु आउनुहोस् है सबै ल ल ल सुरु लु अब ल त Happy birthday dear Saros, happy birthday to you. Look, hey, spray, bhai, spray. Hey,
मलाई बनाए त भयो 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 भएर समय पनि यता हेर त बर्थडे भयो भन्दा मलाई चाहिँ बढी रहेछ अब केक काट ल है अब चाहिँ केक काट्न गइरहेको छ भाइले टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर सरोज ह्याप्पी बर्थडे टु यु ताली ल है सुरुमा दिदीलाई ल्यापटप पनि धरे त मलाई पनि ल लिनु तपाईलाई ल है केक त एकदम मिठो ल है केक त अब मेरो लागि हो त्यो चाहिँ एकछिन है त अगाडिबाट खिच्छ अगाडिबाट ल है स्पेसल चेरी मलाई नि एउटा चेरी ल स्पेसल मलाई दिँदैन जस्तो लाग्दैन ल गाइस अब चाहिँ सेलिब्रेसन सकिसकेको छ होइन अब भाइलाई म एउटा स्पेसल गिफ्ट दिन लागिरहेको छु होइन सबैको अगाडि एउटा खतरा बबाल भिडियो एडिट गरेर मैले भाइलाई अब दिन लागेको छु होइन अब वाट्सएपमा सेन्ड गर्न लागिरहेको छु सो सबैले हेर्नु होला है त म अगाडि देखाउँछु तपाईँहरूले हेर आउँदा त्यहाँ गिफ्ट ठुलो गर त ठुलो राम्रो हेर नि त्यहाँ हेर ल आइटम आयो आइटम अब माथि गएर खाने हो गाइस ल साथीहरू अब चाहिँ आइटमको पालो आएको छ होइन अब मिठो मसिनो अलिअलि के छ अब त्यो अलिअलि दान गर्नु पर्यो होइन अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो दर्शकबिनहरू चाहिँ बर्थडेमा आउनुहुने हाम्रो दिदीबहिनीहरू चाहिँ यसरी खाँदै हुनुहुन्छ कुनैले चाहिँ सकाइसक्नु भएको छ अनि कुनै चाहिँ सकाउने क्रममा हुनुहुन्छ अनि हाम्रो बर्थडे बोय र हामी दुईजना चाहिँ सँगै खान लाग्यो किनकि तल्लो रुममा चाहिँ स्पेस अलिकति कम भयो होइन अब त्यही भएर हामी चाहिँ माथिल्लो रुममा आएर खान लाग्यो ल सुरु गरौँ है त गाइस हुन्छ ल ल ल ल सुरु गरौँ साथीहरू ल आऊ त अब हुन्छ चलेको ल मिठो
मासु आयो मासु फुकुले खायो दोगो चिमले गुन्दरीम बस्नु ल गाइजहरु अब चाहिँ हामी इन्डिङमा आइपुगिसकेका छौँ अब बर्थडे सेलिब्रेसन अब खानपान सबै सकिसकेको छ होइन अब एकजना बहिनीलाई चाहिँ केक छुट्याएको थियो होइन अघि बर्थडेमा एब्सेन्ट थियो माथि बिराम भएर बसिरहेको थियो अनि त्यो बहिनीको लागि अलिकति केक बाँकी केक ल्याएको अब बहिनीलाई दिउँ है त गाइस बर्थडे बोयको हातबाट ल है गाइस म देखाउँछु तपाईँहरूलाई ल है भाइ अब केक बाँकी भएको केक अघि बहिनीले छुट्याएको थियो होइन लु खुवाइदियो भाइ खुवाइदियो चाउ लु आमा चाउ लु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे सारोथ ह्याप्पी बर्थडे डल्डित कता इन्डिङ जाने गाइस है हाम्रो त साथीहरू अब चाहिँ राति भइसकेको छ होइन अब इन्डिङ गर्न लाग्यो सो इन्डिङ गर्नुभन्दा अगाडि भाइलाई अब 2-4 शब्द राख्नको लागि म अनुरोध गर्दछु सो भाइ अगाडि बस त लु ल है भाइ अब त यस्तै हो कुडबाङ माल्यो थ्याङ्क ल स्टप ल है भाइ अब चाहिँ हाम्रो अब इन्डिङ गर्नु पर्यो होइन अब आज तिम्रो जन्मदिनमा अब 2 शब्द जाओस् न त ल 2 शब्द अब दुई शब्द यही हो अब आमा बुवा यता हुनुहुन्न अहिले यता म कामको सिलसिलामा यता आएको छु अब बुवा आमा पनि आउनु भएन अनि अहिले यता कामको सिलसिलामा यता आएको अनि दिदी घरमा अब यसो म्यानेज गरेर बर्थडे मनायो आज म धेरै खुसी छु अब आफ्नो परिवार नआए पनि आफ्नै परिवार जस्तो ठानेर आउनुभएको छ दिदीहरू अब भेनाहरू को हुनुहुन्छ अब धेरै खुसी छु म आजको दिनमा र म आज जन्मेको दिन पनि हो मेरो आमालाई धेरै धेरै धन्यवाद छ मलाई यो संसारमा जन्मदिन भयो अब घरमा मनाउन नपाए पनि अब यतै जस्तो तसो गरेर भए नि मनाएको छु एकदम राम्रो लागेको छ खुसी लाग्यो सबैजना आउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ यति नै हो ल अन्तिममा चाहिँ अब यो भिडियो चाहिँ सक्दो सेयर लाइक सेयर एन्ड सब्सक्राइब गरिदियो भनेर ठोक्दियो भनेर लु भनिदेऊ त है सेयर सब्सक्राइब सबै कमेन्टहरू सबै गरिदिनु होला साथ सपोर्ट दिनु होला मलाई भन्दै अब चाहिँ अब अन्त गर्दछु नमस्ते नमस्कार है गाइस लु भन्दा अब भयो सक्यो फिनिस सो साथीहरू अब चाहिँ इन्डिङ गर्न लाग्यो है अब भाइले कुडुबाङमा चाहिँ आमा सो साथीहरू अब चाहिँ इन्डिङ गर है त इफ यु आर न्यू इन माई च्यानल देन प्लिज लाइक सेयर एन्ड सब्सक्राइब एन्ड अल्सो फलो मी इन इन्स्टाग्राम बिर्स्यो सो गाइज अब चाहिँ इन्डिङ गर है त इफ यु आर न्यू इन माई च्यानल देन प्लिज लाइक सेयर एन्ड सब्सक्राइब and also follow me on Instagram, Facebook page and TikTok. If you're new in my channel then please like, share and subscribe अनि सक्दो यो भिडियोलाई एकदम माया दिनु होला गाइस यो भन्दा मेरो पहिलाको अगाडिको बर्थडे भ्लगमा पनि एकदम धेरै माया आएको छ आशा छ यो भिडियोमा पनि यो भ्लगमा पनि धेरै भन्दा धेरै माया दिनुहुन्छ भन्ने म आशा गर्दछु गाइस अनि अब चाहिँ इन्डिङ गर है त गाइस अब सो तपाईहरुलाई धेरै धेरै माया भन्दै सी यु गाइस इन माई नेक्स्ट भ्लग है त गाइस बाई बाई गाइस बाई